अहिलेको सरकारले तुरुन्त स्थानीय निकायको निर्वाचन गरोस् भन्ने मेरो कामना छ, तर मलाई लाग्दैन। यहाँ सम्झेर जीवका त्यो रहिरहेको अवस्थाहरू छन्। तपाईको राजनीतिक नेतृत्व जबसम्म राम्रो हुन सक्दैन तबसम्म यहाँ विकास हुन सक्दैन। त्यो राजनीतिक नेतृत्वको पहल कदमी छैन। अहिले प्रतिनिधि नभएको अवस्थामा पनि कुन भूगोललाई के कुराले सम्बोधन गर्दाखेरि हामी एउटा समृद्ध जिल्ला निर्माण गर्न सक्छौं। सरकारले तुरुन्त स्थानीय निकायको निर्वाचन गरोस् भन्ने मेरो कामना छ, तर मलाई लाग्दैन सरकारले त्यो सक्छ होला। त्यही पनि अर्को सर्वोदय बैठकमा प्रत्यक्ष सरकार उपस्थिति हुन्छ भनेपछि यो प्रवृत्तिलाई, यो हात्ती आयो फुस्सा भन्ने प्रवृत्तिलाई म त्यहीबाट अन्त गर्छु, अन्त गर्ने प्रयास गर्छु। त्यसकारण म यस वर्षको कुनै यस कार्यक्रममा म सहभागी नभएको बेहोरा म यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यसकारणले अबको इलाका परिषद गाउँ परिषदलाई यहाँले प्राथमिकताको रूपमा आफ्ना निड बेसिस आवश्यकताको योजनाहरूलाई पार्नु हुनु भन्ने मैले सुझावको रूपमा यहाँलाई मैले अनुरोध। हाम्रा यहाँ समस्याहरू रहिरहेका छन्। यहाँ सम्झेर जीवका त्यो रहिरहेको अवस्थाहरू छन्। हामीले यी समस्याहरू, शिक्षाका समस्याहरू, स्वास्थ्यका समस्याहरू, खानेपानीका समस्याहरू, सिँचाइका समस्याहरू, सडकका समस्याहरू, यहाँ समस्याहरूमा पनि हामीले अहिले पनि यी समस्याहरू जीवका रहिरहेको अवस्थाहरू छन्। यी समस्याहरूलाई समाधान गर्नका निमित्त पनि हामीले एउटा किसिमको एउटा राजनीतिक कार्यगत सहमतिका आधारमा यी समस्याहरू समाधान गर्न सकिन्छ। त्यो नेतृत्व हामीले प्राप्त गर्न सकेनौँ भने हामीले आर्थिक विकास गर्न सक्दैनौँ। त्यसकारणले हामीले सुध्रिनु कहाँबाट छ भने राजनीतिक दलहरूबाट सुध्रिनु। राजनीतिक चेतना, राजनीतिक व्यवहार, तपाईको राजनीतिक नेतृत्व जबसम्म राम्रो हुन सक्दैन तबसम्म यहाँ विकास हुन सक्दैन। हाम्रो देशको जति किसिमका सरकारहरू हुन्छन् ती सरकारहरूको आफ्नै नीति र कार्यक्रम हुन्छ। नेपाली काङ्ग्रेसको सरकार भयो भने एमालेले नमान्ने, एमालेको भयो भने काङ्ग्रेसले नमान्ने, अब माओवादीको भयो भने जनमोर्चाले नमान्ने। त्यसकारणले के हो भने मेरो आग्रह के हो भने जति पनि हामी राजनीतिसँग जोडिएका मान्छे छौँ, जति पनि हामी राजनीतिक दलको नेतृत्व गरिरहेका मान्छेहरू छौँ, हामी बीचको एकता अब अपरिहार्य भएको छ। हामीले थुप्रै अधिकारहरू प्राप्त गरेका छौँ र थुप्रै अधिकारका लागि फेरि लड्नु पर्ने भएको छ र फेरि राजनीतिक द्वन्द्व यो सिद्धियो, यो अब खत्म भयो र यसले मात्र भयो भन्ने छैन। यदि खत्म भएपछि अहिले संविधान बनिसक्यो र संसारकै उत्कृष्ट संविधान भन्ने ले थुप्रै जनताहरूलाई त अझ अटाउन सकेको रहेनछ। त्यो संविधान बनेकैमा दिवाली चलिराखेको छ, अर्कातिर त्यस्तै नाकाबन्दीको अहिले पनि मार भइराखेको छ, अहिले पनि पर्याप्त रूपमा आयल त्यो तेल पाइराखेका छैनौँ र एउटा खालको त्यो जलाउने काम पनि त्यही दिनबाट सुरुवात भयो र जसको समर्थन हुन्छ त्यसको विरोध पनि त्यही पछाडि हुन्छ। सकारात्मक पछाडि नकारात्मक पनि हुन्छ। कसैका लागि त्यो सकारात्मक हुन्छ भने कसैका लागि नकारात्मक हुन्छ। त्यो कारणले गर्दाखेरि अब द्वन्द्व समाधान भइसक्यो र सबै चिज सब ठिक भइसक्यो र अब चाहिँ हामीले विकासका लागि मात्र जाने हो भन्ने भन्दा पनि राजनीतिक स्थायित्व गर्नका लागि अझै राजनीतिक क्रान्तिका कुनै कतिपय कार्यभारहरू बाँकी छन्। ती कार्यभारहरूलाई पुरा गर्न हामीहरूले एउटा खालले अगाडि बढ्नुपर्छ। बहुवर्षीय ठेक्का पट्टामा गइसकेका योजनाहरू छन्। ती योजनाहरूमा खर्चको अवस्था एकदम अत्यन्त न्यून रहेछ। सबै त्यो भ्याकुम मेसिनले डिजलबाट मात्रै खन्ने सडकहरू पनि होइन, त्यो मान्छेको श्रमबाट बन्ने कामहरू समेत मोबिलाइजेसनको पैसा लिइसकेको ठेकदारहरूले गत वर्ष ठेक्का भएका कामहरू पनि कार्यान्वयनमा अगाडि बढेका छैन। किन? त्यो राजनीतिक नेतृत्वको पहल कदमी छैन। हामीले उहाँहरूलाई परिचालित गर्न सकिरहेका छैनौँ। हामी अहिले पनि जिल्ला विकास समितिको क्षमतालाई, जिल्ला विकास समितिको कम्पेटेन्सीलाई 1 करोडको त्यो अनुदान बाँड्ने कुरासित जोडिरहेका छौँ। तर त्यस्तो कदापि होइन। त्यो जिल्ला विकास समितिले निर्देशन गर्ने, नियन्त्रण गर्ने, कार्यान्वयनको प्रभावकारी कार्यान्वयनलाई समन्वय गर्ने काम हो। त्यसमा त स्वाभाविक अपुग्छ नै। जिल्ला विकासको टिम छ। अहिले प्रतिनिधि नभएको अवस्थामा पनि उहाँहरूले धेरै राम्रो काम गरिराख्नु भएको छ। उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा नेताजीहरूले पनि सघाइराख्नु भएको छ र उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। र यो जुन फेरि जाने प्रक्रिया छ यसलाई छिटो छरितो कसरी
योजना विनियोजन हुन सक्छ त्यसतर्फ पनि हामी जाने नै छौँ। हाम्रा जिल्लाका भूगोलहरू जिल्लाका भेगहरू तपाईँ हामी सबैलाई जानकारी छ कि कुन क्षेत्र अहिले पनि पछाडि छ, कुन क्षेत्रमा सडकलाई प्राथमिकता दिन आवश्यक छ, कुन क्षेत्रलाई सिँचाइको आवश्यकता छ, कुन क्षेत्रलाई खानेपानीको आवश्यकता छ, अर्थात् कुन भूगोललाई के कुराले सम्बोधन गर्दाखेरि हामी एउटा समृद्ध जिल्ला निर्माण गर्न सक्छौँ। अहिले यो अवसरमा यो सन्दर्भमा म फेरि राजनीतिक दलहरूसँग आग्रह गर्न चाहन्छु कि एउटा सुन्दर तस्बिर, सुन्दर एउटा योजना फेरि पनि यसलाई कार्यान्वयन गर्ने कुरा, नीति कार्यक्रम बहुत स्पष्ट छ, यसले आफ्नो मार्ग तोकेको छ, तर त्यसको कार्यान्वयन गर्दै गर्दा त्यसलाई अझ व्यवस्थित, अझ पारदर्शी हिसाबले जनताको चाहनामा, जनताको त्यो आशालाई पुरा गर्न अब कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा फेरि पनि यो एउटा निर्णायक नेतृत्वले यसको पनि एउटा ढाँचा तयार गरोस्, त्यो कुरालाई कार्यान्वयन गर्न म तयार छु।